नमस्कार सम्पूर्णमा म अशोक हुँ कृषि प्राविधिक र आज मैले तपाईहरुलाई यहाँ बेसार भण्डारण हाम्रो परम्परागत रूपमा बेसार भण्डारण कसरी गरिन्छ भन्ने कुराहरु देखाउन गइरहेको छु। र यो बेसार भण्डारण गर्दाखेरि यो हामीले 1 मिटर गहिराई 1 मिटर चौडाई 1 मिटर लम्बाइको एउटा खाडल बनाउँछौं र त्यसमा हामीले तल्लो भागमा चाहिँ 4 देखि 6 सेन्टिमिटरमा हामीले त्यसमा बालुवा पनि राख्न सक्छौं। त्यसैगरी खरहरू राख्न सक्छौं। त्यसैगरी काठको धुलोहरू राखेर हामीले बेसारलाई त्यसपछि राखेर त्यसमा हामीले टिमुरको धुलोमा मिक्स गरेर पनि राख्न सक्छौं। त्यसले लामो समयसम्म बेसारलाई जोगाइ राख्ने गर्दछ। र हामीले यहाँ 1 मिटर चौडाई 1 मिटर लम्बाइ र 1 मिटर गहिराईको खाडल बनाएका छौं। र यसरी राखियो भने बेसार 4 देखि 6 महिनासम्म केही पनि नबिग्रिएर बेसार रहने गर्दछ। 4 देखि 6 महिनासम्म यो बेसार यहाँ राखिएको बेसार केही पनि कुहिएको छैन। र यसरी हामीले परम्परागत रूपमा यसमा बेसार राख्यौं भने बेसार अदुवा पनि यसरी राख्न सक्छौं। यसो राख्यौं भने हामीले भण्डारण पनि राम्रोसँग गर्न सक्यौं। र यस्तो ठाउँ छान्दाखेरि छारी हुने र पानी नजप्ने ठाउँ हामीले छान्नु पर्दछ। र यसलाई हामीले 4 देखि 6 महिनासम्म हाम्रो सबै टेम्परेचर पनि मिलेको हुन्छ अनि ह्युमिडिटी पनि मिलेको हुन्छ। यसरी राखियो भने हामीले यसरी राखेको बेसार केही पनि कुहिएको छैन, एकदम राम्रो छ। यसरी राख्न सक्यौं भने लामो समयसम्म भण्डार पनि गर्न सक्यौं। बेसारहरुमा कुहिएन। र यसरी राख्न सक्छौं हामीले। र तपाईहरुले पनि यसरी राख्नु होला। सम्पूर्ण कृषक वर्गमा यो जानकारी गराए मैले। हस्त धन्यवाद।